नमस्ते साथीहरू। नेपाली महावाणिज्य दूतावास दुबईले आफ्नो काम सुरु गरेको केही महिना भएको छ। यस अवधिमा उक्त कार्यालयबाट नेपाली पासपोर्ट रिन्युअल, ट्राभल डकुमेन्ट इस्युएन्स जस्ता विभिन्न कार्यहरू सम्पन्न भएका छ, जसले गर्दा सयौं नेपालीहरू आबुधाबी जानुपर्ने झन्झटबाट मुक्त भएका छन्। नेपाल काउन्सुलेटले भर्खरै प्रकाशित गरेको एक सूचनामा सेप्टेम्बर 1 देखि सेप्टेम्बर 30 सम्म 1348 जना नेपालीहरूले पासपोर्टका लागि एप्लिकेसन सबमिट गरेका थिए। राहदानी विभाग काठमाडौँमा अत्याधिक चाप भएको कारणले गर्दाखेरि अहिले 185 पासपोर्ट नेपाल काउन्सुलेट दुबईमा बनेर आइसकेको छ। यदि तपाईले उक्त अवधिमा आफ्नो पासपोर्ट रिन्युअलको लागि सबमिट गर्नुभएको थियो भने तपाई आफ्नो रिसिट लिएर गएर पासपोर्ट कलेक्ट गर्न सक्नुहुनेछ। त्यस्तै उक्त सूचना मार्फत काउन्सुलेटले युएईमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई आफ्नो पासपोर्टको एक्सपायरी डेट नियमित चेक गर्न पनि अनुरोध गरेको छ र एक्सपायर हुनुभन्दा मिनिमम 6 महिना अगाडि पासपोर्ट रिन्युअलको प्रोसेस सुरु गर्न पनि अनुरोध गरेको छ। यदि तपाईको विकडेजमा छुट्टी मिल्दैन र विकेन्डमा अर्थात् स्याटरडे सन्डे मात्रै छुट्टी मिल्छ भने पनि तपाईले दूतावासको सेवा लिन सक्नुहुन्छ। त्यसका लागि यो देखाइएको नम्बरमा तपाईले मेसेज वा कल गरेर कन्फर्मेसन गर्नुहोला। थ्याङ्क यू सो मच फर वाचिङ र यस्तै भिडियोहरुको लागि हामीलाई सब्स्क्राइब अथवा फलो गर्नुहोला। साथै www.nepalizinua.com पनि हेर्ने गर्नुहोला।